Hi everyone. Today is 1st July, and for me, it's a new beginning. New beginning भन्दा कस्तो भन्छ मैले न्यू बुक लेख्दैछु मेरो आफ्नो बारेमा, आफ्नो लाइफको लागि नयाँ बुक लेख्दैछु है त। किन कसरी अब के हो कस्तो हो भने चाहिँ अब म नयाँ मान्छे हुँदैछु यहाँबाट। त्यसको लागि वी परफॉर्म द स्पेशल पूजा है। एज अ बुद्धिस्ट, एज अ हिन्दू, वी बिलिभ बाई डुइङ पूजा होइन। अब त्यो रिचुअलहरू हुन्छ त्यस्तोले अब त्यसले हाम्रो नेगेटिभिटीहरू काटिदिन्छ भनेर। सो वी परफॉर्म स्पेशल पूजा टु लिभ all the negativity and to bring the good vibe, good positive energy within ourselves है। कुरा गरौँ भन्दाखेरि चाहिँ मेरो आफ्नोको लागि है, आफैको लागि। सो त्यसको लागि नि अब पूजा त गर्दैछु म, अहिले भन्छु, म नरेट गर्छु तपाईहरुलाई। तर त्यो स्टार्ट गर्नुभन्दा बिफोर as I'm starting a new life, new book of my life, I thought why not restart my YouTube channel है। मेरो YouTube च्यानल यतिकै बसिरहेको थियो, यति साल भयो खोलेर हैन, ओपन गरेर मैले पुरा कोही बेला फर्स्टमा स्टार्टिङमा त मोटो ब्लग गर्थ्यो मैले हैन। मोटो ब्लगको लागि तपाईहरुले पुरा सपोर्ट पनि गर्थ्यो। अन्त त्यहाँबाट आयो एडभर्टिजमेन्टको लागि आयो हैन, एडहरु गर्यो, म्युजिक भिडियोहरु गर्यो। तर पनि मलाई सेटिस लागेन। त्यहाँ आफ्टर दैट मैले गेमिङ गरेँ मैले। लाइफ गयो गेमिङ यता गरेँ। तपाईहरुको कसले हेर्दियो मलाई हैन, 200-300 भ्युज आउँथ्यो मेरो लाइफमा। मलाई खुसी लाग्थ्यो कि तपाईहरुले मलाई सपोर्ट गर्थ्यो हैन। मोस्टली पबजीमा गर्थ्यो मैले, पबजीमा अन्त यो पीसी गेमिङहरुतिर त्यसरी सेटअप यस्तो छ, सेटअपहरु गरेर गेमिङको लागि एकदम क्रेजी थियो हैन। सो त्यो असाइड गरेर राखेर मैले आज के मेरो युट्युब च्यानललाई के अब रिस्टार्ट गर्दैछु एज अ लाइफ। मेरो लाइफ पनि रिस्टार्ट हुँदैछ। तर मैले के च्यानल मैले कसरी युट्युब च्यानल पनि अब रिस्टार्ट गर्ने भन्दाखेरि चाहिँ आइ एम स्टार्टिङ अ स्टोरी ब्लगिङ है, लाइक दिस हैन। स्टोरी ब्लगिङ एन्ड तपाईहरुलाई थाहा हुन्छ कस्तो हुँदैछ अहिले म बोल्दैछ हस्ते टाइममा। एन्ड आई होप यु गाइज विल इन्जोय दिस जर्नी विथ मी। अन्त आजको कहानी चाहिँ म 8 मा उठेँ हैन, 8 बजीतिर उठ्यो। म रेडी भएँ हैन, आई टुक बाथ हो। अन्त प्याक गरेँ त न्यू क्लोथ्सहरू, अब अरू सामानहरू के चाहिन्थ्यो तिनीहरू मैले यो गर्यो। गरेर सबै रेडी गयो। ब्रेकफास्टहरू खायो। ब्रेकफास्ट सिम्पल ब्रेकफास्ट, ओन्ली सुक्खा रोटी हैन। सुक्खा रोटीमा मसला चिया थियो, त्यो भयो। त्यहाँबाट हामी हिँडेँ त यस्तै घरबाट हिँड्दै अब हामी 8:30 जस्तो भएको थियो। हामी प्यारेन्ट्स सबै गरेर, दिदी पनि थियो, हामी 4 जना यहाँबाट मुभ गर्यो थ्रु जयगाउँ। अन्त हाम्रो डेस्टिनेसन चाहिँ कहाँ थियो भन्दाखेरि हाँसीमाराको त्यो एउटा टेम्पल छ, हिन्दू टेम्पल, त्यहाँ जाने थियो। सो हामी हिन्दू टेम्पलमा त्यहाँ जाँदै बाटोमा गयो। त्यहाँबाट हामी त्यहाँ हिन्दू टेम्पलमा कतिखेर पुग्यो भन्दा चाहिँ अराउन्ड 9 मा पुग्यो। हामीलाई यस्तै 30 to 40 मिनट्स लाग्यो हामीलाई त्यहाँनिर पुग्थ्यो। 9:30 तिर पुग्यो। त्यहाँबाट हाम्रो पण्डित बाहरू सबै रेडी भएको थिए। तर यो चाहिँ हाम्रो कहानी चाहिँ अगाडिबाट 1-2 मन्थ अगाडि स्टार्ट भएको थियो त। यो कस्तो गर्नु के गर्नु हाम्रो घरमा नै आइपुगिसकेको थियो हैन। प्रिस्ट भन्दा नै एकजना थियो पण्डित बा, उसले भने हामीलाई डेटहरू सबै दिइसकेको थियो हैन। यतिखेर गर्नुपर्छ, उस्तो गर्नुपर्छ, त्यो फिक्स भएको थियो। त्यसले गर्दा हामी आज यहाँ हिन्दू टेम्पलमा आइपुग्यो हैन। हामीले 5 जना प्रिस्ट नि पण्डितहरू लगाएको थियो, 5 जना। सो परफर्म गरे हामीले, उनीहरूले गरे। हामी त अब जे भन्दैछ हामी त्यो गर्दैछ है त हैन। पूजामा यस्तो गर्नु उस्तो गर्नु, यता चढाउनु उता चढाउनु, यता पानी हाल्नु, यता धुप बाल्नु यस टाइममा। सो त्यहाँनिर के थियो भन्दाखेरि गोल्ड, सिल्भर, ब्राउन्स, मेटलहरूको साँप बनाएको थियो नाग देवताको लागि हैन। नाग देवताको लागि भनेर बनाएर चाहिँ हामीले पूजा गरे त। मेन चाहिँ हामीले लर्ड शिवको लागि, लर्ड शिव, लर्ड गणेशहरुको लागि
अन्त राहु केतुहरूको लागि ब्याड लक गरे, हस्नहरूको लागि कति छ तिनीहरू सबै मेटाउने गरेर गरे, पूजा गऱ्यो। एराउन्ड 12:30 भइसकेको थियो त्यो यो पूजाहरू गरिसकेर त्यहाँबाट 12:45 तिर लन्च भयो। त लन्च पनि भेरी सिम्पल नै, अरूलाई सर्भ गरिसकेर मेरो टर्न थियो। मेरो टर्नमा चाहिँ अब सिम्पल, म त फास्टिङमा थिएँ होइन, फास्टिङमा बिहानबाट फास्टिङमा थियो, त्यसैले गर्दा केही खाएन, सुक्खा रोटी विथ सम फ्रुट्स एन्ड स्विट्स एन्ड दही थियो त्यहाँनिर, दही पानीहरू थियो, त्यो खायो। त्यो खाइसकेर फेरि नेक्स्ट अब ब्रेक के बाद भन्छ नि, हस्ते गरेर स्टार्ट गऱ्यो। त्यहाँबाट हामीले अब कन्टिन्यू गऱ्यो। हवनहरू थियो, हवनहरू सबै सक्यो, हवनहरू सबै पूजाहरू सबै रेडी भइसकेर चाहिँ खोलामा जानु पर्थ्यो। खोलामा गएर आई निड टु टेक बाथ है त, म बाथ भन्दाखेरि फर्स्टमा लागेको थियो, म त्यहाँ खोलामा गएर यसो स्विमिङ खेल्नु पर्छ भनेर सोचेको थिएँ। त्यो तुर्सा खोला थियो है त, अन्त त्यतिर अब तुर्सा खोला पनि पुरा अलिकति कालै भइसकेको थियो। अब डे बिफोर नि पुरा पानीहरू परेको थियो, त्यसले गर्दा अलिकति मलाई डर पनि लागेको थियो, किनकि म स्विमिङ पुलमा मात्रै खेलिबसेको, अब त्यो रनिङ वाटरमा कहिले खेलेको छैन, त्यसले गर्दा। तर होइन हाल्छ, टोटली डिफ्रेन्ट रहेछ क्या त्यहाँनिर, त्यो उयो गर्ने बात गर्ने, त्यहाँ नुहाउनु लागि। अन्त कस्तो भन्दाखेरि चाहिँ उनीहरूले मलाई नुहाइदियो होइन, नुहाइदिइसक्यो। मेरो पुरानो लुगा लगाएको छ नि, पुरानो लुगा लगाएको चाहिँ मैले अब त्यो खोलेर मैले नयाँ ब्रान्ड न्यू अहिले लगाइरहेको छ, ब्रान्ड न्यू लुगाहरू लाउनुपर्ने, सबै दिन सबै माथिको मुनिको अरे हतिना चप्पल सबैहरू इन्क्लुड गरेर चाहिँ लाउनु पर्ने मैले हो। अनि त्यो गरिसक्यो होइन। त्यो चाहिँ किन भन्दाखेरि लाइक अ स्नेक नि, अब साँपले कस्तो यो स्किन उयो गरेर सेट गर्छ नि, स्किनहरू अब निकालेर पुरानो स्किनहरू छोड्दै जान्छ, त्यो छोडेर नयाँ भएर आउँछ नि, फर्स्ट टाइममा नयाँ भएर आउनुपर्ने अरे। अब त्यो नयाँ भएर आउनुपर्ने अरे। नयाँ चाहिँ कस्तो टाइपमा भन्दाखेरि चाहिँ अब मैले पुरानो लुगा लाग्छ तिनीहरू सबै त्यहाँ अब फाँकेर होइन, त्यहाँ पूजासुजा गरेर मैले नयाँ लुगा लगाएर चाहिँ अब फ्रेस स्टार्ट गरेकै, अब मेरो लाइफको फ्रेस स्टार्ट गर्दैछु भनेर चाहिँ सोचेर चाहिँ म माइन्डले सोचेर चाहिँ निक्लिनु पर्ने अरे त्यहाँबाट। सबै अब त्यस्तो भइसक्यो, राम्ररी भयो होइन। अब मैले लाइफमा फर्स्ट टाइम त्यस्तो गरेको थियो, सबै भइसक्यो, पूजासुजा गऱ्यो, त्यहाँनिर धुपहरू बाल्यो, के अब फ्रुट्सहरू फुलहरू चढाउनु पर्ने अरे अब भगवान्लाई नै त्यहाँनिर एज अ के भन्छ खोला अब हाम्रो भवन हो, त्यो खोलामा हामीले चढाउनु पर्ने अरे। चढाइसकेर अन्त अब त्यहाँबाट हाम्रो फोटो सेसनहरू भयो, गुड बाईहरू राम्रो भयो। एराउन्ड हाम्रो 4 तिर सकेको थियो ल यो पूजा, 4 तिर सकेको थियो। अन्त पूजा सकेर चाहिँ हामी घर आयो त, त्यस्तै अलमोस्ट 45 मिनट्स जस्तो लाग्यो होला घरमा आउनु लागि पनि। अन्त आइपुग्यो, आएर यहाँ चाहिँ अब इन्ट्रेस्टिङ पार्ट चाहिँ के छ भन्दाखेरि म नुहाउनु पाउँदैन 24 आवर्सको लागि, नुहाउनु पाउँदैन किनकि अघि नुहाइसकेको छ म होइन। त्यसले गर्दा अब मैले फेरि घर आएर नुहाइसक्यो भने चाहिँ त्यो ब्लेसिङ्सहरू भइरहेको छ नि मेरोमा, त्यो ब्लेसिङ्सहरू सबै जान्छ अरे। त्यसैले गर्दा यहाँ मेरो साइनिङहरू पनि छ अलिअलि हो। त्यसले अब त्यो अघि त्यो पानी युज गरेकोहरू, तुर्सा खोलाको पानीहरू युज गरेकोले अन्त मैलै थियो अलिअलि, ट्रुथ त्यही भन्नु नि मैलै थियो। त्यसैले गर्दा अब सिक त भइरहेछ, तर पनि त्यो छोडेर घरमा भयो। अब घरमा दिदीहरू सबै थियो होइन, त्यहाँबाट चियाहरू बनायो कि म भोक लागिरहेको थियो किनकि मैले त्यो अघि रोटी मात्रै खाएको। यस्तो टेम्पटेसन हुन्छ कि अब फास्टिङको बेलामा चाहिँ यो खाउँ भनेर, त्यही माथि म मिठासे हो। अन्त म चुजी टाइममा अब खालि खाँदा नि यस्तो खानु, अलिकति मिठो खानुपर्ने यस्तोहरू। फेरि चियास्याहरू बनायो, मैले सर्भ गरेँ होइन। आमाहरू पनि थाकिसकेको थियो त्यहाँनिर गर्दा, बाबाहरू पनि थाकिसकेको थियो। त्यहाँबाट हामीले चियास्या बनाएर दियो। अन्त त्यहाँबाट लन्च टाइम डिनर टाइम भयो, डिनरहरू खाइसकेर अन्त म नुहाउनु पऱ्यो भने फेरि त्यो याद आइरहेको छ हो, नुहाउनु पऱ्यो हातको टाउकोहरू यस्तो भइरहेछ, स्याके मिलाएको पनि केही छैन, अघि त पानीले उयो गरेको। त्यसले गर्दा अन्त नुहाउनु पऱ्यो भन्दा नि अलिकति कन्ट्रोल गरेर आज एक दिन त वाइ नट 24 आवर्स हो भनेर त्यो छोडेर म याद नगरेर चाहिँ यो मैले स्टोरी ब्लगिङ चाहिँ म एडिट गर्दैछु है त। अन्त मेरो दुईवटा रिस्टार्ट हुँदैछ, मेरो लाइफ एउटा रिस्टार्ट हुँदैछ होइन। अब म पहिला कस्तो हस्तो होइन, अब नयाँ मी है, नयाँ मी। अन्त सेकेन्ड चाहिँ के भन्थ्यो मेरो युट्युब च्यानल नयाँ
सबैभन्दा नि अब अरूहरू डिलिट गरेँ मैले, सबै भिडियोहरू डिलिट गरेर नयाँ कन्टेन्ट बनाउँदैछु, त्यो पनि स्टोरी ब्लगिङमा नयाँ कन्टेन्ट। अन्त नयाँ कन्टेन्ट बनाउँदैछु, एडिट गर्दैछु। अब यो अपलोड हुन्छ, मलाई थाहा छ होइन, अब पहिलाको त्यस्तो मेरो भ्यूहरू आउँदैन, पहिलाको त्यस्तो अब सब्सक्राइबरहरू बढेर जाँदैन, तर टाइम लाग्छ आई नो। तर म यो भ्यूहरूको लागि गरेको होइन, जस्ट मेरो अब भित्र नि अब एउटा के भन्नु, अब मन छ मेरो गर्ने। पहिलादेखि इन्ट्रेस्ट थियो, एउटा इन्ट्रेस्ट त पहिलादेखि युट्युब बनाउने, युट्युब च्यानलहरू बनाउने, भिडियोहरू बनाउने भनेर टिकटकहरूतिर पनि लगाइबस्छु म होइन। तर गिटार बजाएकोहरू लगाइबस्छु, अरूहरू एकाउन्टहरू ह्यान्डल गर्छु, अब तिनीहरू त फाल्टै हो। त्यसले गर्दा अब यो युट्युब च्यानल चाहिँ म कन्सटेन्ट बस्ने, अब कन्टिन्यू यस्तो टाइपमा स्टोरी ब्लगिङ आउँछ भनेर चाहिँ म तपाईँहरूलाई नि एउटा देखाउनु भन्दा नि एउटा सुनाउनु चाहन्दैछु। म चाहिँ अहिले चाहिँ सुनाउँदैछु है त। फ्युचरमा होइन म एक्टिभ बस्छु होइन, एक्टिभ बस्छु यो च्यानलमा, एक्टिभ बस्छु। अन्त तपाईँहरूले सपोर्ट गरिदिन्छ भनेर मलाई होप छ, आशा छ, आशा छ है, आशा छ। अन्त त्यति हो। तर यो ब्लगिङमा चाहिँ कति थिएन यो कन्टेन्ट आई नो, कति भएन, केही भएन, यता भयो। तर नेक्स्ट भिडियोहरू चाहिँ तपाईँहरूले राम्रो लाग्छ होला भनेर मलाई यो होप गरिरहेको छु। म राम्रो बनाउँछु होला भनेर, किनकि मेरो अब एउटा स्पेसल पावर भनेको त्यही छ भिडियोमा होइन। भिडियो बनाउनुमा पावर छ, किनकि तपाईँहरूले पहिल्यैदेखि चाहिएको म्युजिक भिडियो बनाइसकेको, के अब कतिवटा भिडियोहरू बनाइसकेको होइन, मैले एड भिडियोहरू पनि बनाइसकेको। तपाईँहरूलाई थाहै छ मेरो पावर के छ, त्यो भिडियो बनाउनु, भिडियो एडिटिङमा छ। अन्त तपाईँहरूले सपोर्ट गरिदिन्छ भनेर यति आशा। अन्त नेक्स्ट भिडियोमा चाहिँ योभन्दा अलिक राम्रो टाइपमा आउँछ है, फर्स्ट टु लास्ट गरेर। अहिले त न खुट्टाबाट कहाँ भयो, जिउ टाउको कहाँ, यस्तो पुरा उयो ल्याथ्याङ्गै भयो नि त, त्यसले गर्दा। सो यहाँसम्म बस्नुको लागि थ्याङ्क यू फर वाचिङ एन्ड आई होप यु विल सपोर्ट मी भन्दा नि। एन्ड ओके, यति हो। गुड नाइट एन्ड थ्याङ्क यू, गुड नाइट। सी यू इन द नेक्स्ट स्टोरी।